हेलो गाइस, वेलकम टु माई अनदर भिडियो। आजको भ्लग त बनाउनु पर्यो नि त, टक लगाएर फेरि आज चाहिँ के छ मलाई पनि थाहा छैन। ओजेडी सकेर किन आएको यता? मेरो मासु अनि भुजा आम खाना आयो। फेरि डिएसमा आइरहन् कि डिएसमा फोटो खिच्ने भनेर उ तिमीले फोटो खिच्ने भन्यो हैन, आफै आएन। कस्तो कालो कालो देखाइरहेको छ कि। म्याम हामी जाँदैछौँ, के भन्न चाहनुहुन्छ? एकदम टेन्सनमा छु, तिमीहरु जान लाग्यो अनि म रोइदिन्छु। रुनुस् न म्याम। कस्तो इमोसनल बनाउनु पर्छ। प्रकाश के भन्न चाहन्छौ? गर्मी छ, के भन्ने हैन, खाने हो भन्ने हैन, खाने हो। यो भन्दा छैन। कति कालो देखाइरहेको यार। ल कुछ बोल्न चाहते हो? आम खा रहे हैं भनौँ। बाद में भएंगे खाएंगे। यस्तो गर्मीमा खानको लागि यति मेहनत। यता छ त आँप फेरि। हेर्न, यो जुगाडबाजी चलिरहेछ है यता। टेक्नोलोजिया हुँदैछ, टेक्नोलोजिया। दोस्त के भन्न चाहन्छौ नआएकोलाई? नआएकोलाई अब के भन्न चाहन्छु हैन, यति भन्ने तिमीहरु हेर्दै बस ल। जिन्दगीमा यस्तो पल कहिले आउँदैन। अब जिन्दगीको आज लास्ट जिन्दगी देखिहाल्छ त्यो ब्ल्याक छ नि त, त्यही भएर गोरो नै देखेको हुन्छ। म्यामलाई पो छ टेन्सन। अब सबै आफै सुइलाउने, आफै त्यो घाउहरू ड्रेसिङ गर्ने। म्याम 1 महिना पछि त आउँछ होला नि म्याम ओजेटी गर्न। अब कविहरू आउने हो हैन, 1 महिना पछि आइहाल्छ। पसिना ओहो, यति राम्रोसँग त घर पनि लिप्दैन होला नि के खानको लागि। आज यसको मासु खाने हो केटाहरू, यसको म्याम हाँस हान्नु छ कि हाम्रो मेनमा त फरक त्यो ढक्कन 2000 years later. मासु लभरहरू मासु यो पनि नोटिस हुनुपर्छ, यो फोकस हुनुपर्छ। टेक्नोलोजिया खानको लागि यतिसम्म यस्तो गर्मीमा बाफे हातले आगो बालेर खाना बनाउँदै। जुगाड़ पे चला है सब अब यो फोड्नै सकिँदैन। भर्खर यति धेरै काटेर गएको छु म है। फेरि यो टुराउन भला छ, यो भाँच्यो त। क्यामेराम्यान, इट्स मी ब्लगर। ब्लगर म्यान। बस्छ दिदी, त्यहाँनिर बस्छ।
यता सबै टिकटक चलिरहेछ भ्लग बनाउँदैछन् कोही यता एउटा भ्लगरको कमी भयो विपिन छेत्री भ्लग तिमी त हेर्दै बस पाउँदैनौ तिम्रो दाँत ठिक बनाएर मलाई फेरि यहाँ क्यामेराम्यान बनाइसकेको अवस्था भनौँ भिडियो त्यसरी मात्र गर अलिकति आफ्नै तालमा अब केटाहरू भलगेर राल चोउँदै बस ल मेनमा त विपिन भलग हो विपिन हात पोलेर त दाम बसिसक्यो यार के हैन देश मर के कुछ कुछ फर्क नहीं पड़ता है बड़े बड़े शहरों में छोटी मोटी बातें होती रहती है टेक्नोलोजी आगो फुन्ने देखाइछ दिदी यो आगो फुनको लागि टेक्नोलोजिया मासुको चक्कर बाबू भैया मासुका चक्कर सो गाइस भ्लग स्टार्ट गर्ने तरिका नयाँ भ्लगरको है नयाँ भ्लगरको भ्लग गर्ने तरिका बेग्लै छ है फेरि लुकी एक्लै ए अलग्गै लुकेरै घुमिरहन् फेरि हेर 2-3 वटा भ्लगर भयो भने यस्तै हो कि फेरि हुने भनेको बुझ्नु नै हाम्रो यहाँ ठकुरी ब्लग प्लस म भइहाले अनि अरु केटीहरु छन् यतातिर मासु बनाएर बाकीको केटाहरु चाहिँ कोही आएको छैन नै फेरि डिस्टर्ब भइरह जोस हेर्दै गर्नु होला लास्ट सम्म आउँदैछन् भ्लगर पछाडि यहाँ भ्लगको गर्ने 2000 years later सेन्सिटिभ सर्ट मासुको सेन्सिटिभ सर्ट टक्कर हो जाएगा भाई टक्कर सेन्सिटिभ सर्ट ओ मोबाइल तल राख न कस्तो राम्रो देखिएको यहाँ हेर मेरो मोबाइलमा हेर ओ बाबा ज्यादा अरे हो अहिले मसला हालेको तर त्यसमा उ छैन के हल्दी हालेको प्याज र लसुन देखाइराछ देखाउँदैन यार यो मेरो चौडरी मान्छे नेपाली बोल्दाखेरि अलिकति गडबड भइहाल्छ साथीहरु तपाई खाने भएपछि आउन सक्नुहुन्छ आरु चाहिँ आइसकेको अवस्था चाउमिन लगेर मासु हाम्रो वेट गर्दै थियो वेटिङ फर हामी इंग्लिश यस्तै हो हाम्रो त टुटे फुटे इंग्लिश हुन्छ टोडे फोडे इंग्लिश हो हैन फेरि ज्ञान पेल्ने काम नगर्नु होला आएर मेनमा त विपिन पेल्छ के विपिन कमेन्ट देखिरहेको हुन्छु हाम्रो लागि वेट गर्दै छ मासु मासु अमो ओ यहाँ सॉफ्ट ड्रिंक
अब चाहिँ हामी हातसाथ धोएर गमगमी मासु खाने गमगमी के खाने दोस्त गमगमी फेरि मासु लबर हो नि ब्लग म पनि ब्लग कस्तो मिस्टेक के ऊ पनि ब्लगर हामी ब्लगर भिडियो बनाएको आउँछ बेलुका हेर्ने यता चाउमिन लबर गाह्रो छ है गाह्रो के यता उपस्थिति नै यार यता उपस्थित नभएको मान्छेहरूलाई के भन्न चाहनुहुन्छ कसैले म भन्न चाहन्छु फर्स्टमा चाहिँ मेमलाई सोधौँ तिनीहरू त्यस्तो रहेछन् लास्टमा हाम्रो माया मारे धोकेबाज भन्न चाहन्छु म तिनीहरूलाई देखा आपने लापरवाही का नतीजा है भयो म्यामले अनि किन भनेपछि भनेपछि तिनीहरू अस्ति खाने भन्दा भन्दै लास्टमा आएर ऊ नै गरे नि त हैन गइहाल्यो भाइ जरुरत ठानेनन् म्याम दोस्त भाइ तिमीहरू नआएर के भयो हामीलाई मासु धेरै पर्यो बुझ्यौ नि सब गर्दैछौँ हाम्रो मासु भातहरू खान्छु ए हामीलाई त चिम्चा चाहिँदैन मासु मासु देखेर आज नआएको नि खुसी यार बस्ने ठाउँ नै छैन ओके अब चाहिँ खाइरहेछौँ पहिला भुजा सुजा हालौँ त्यसपछि बाँकीको त्यसपछि बिपिन हेरिराख तिमी सब हेरिरह म चाहिँ खाइरह यति गर्मीमा फेरि मासु खान कति गरम भएको कस्तो हुँदैछ त महसुस थिएँ होइन मासु गर्थेँ कि हालत दोस्त तर खाइरहेको छु छोड्ने त होइन सबै खाने हो हालत डाउन कति गर्मी भएको सकियो मासु What's feel is back हालत डाउन देख्न सक्नुहुन्छ मेरो पोइन्टको हालत जय हिंद दोस्तों ऐसी गद्दारी मत करो सर जी कति तातो हो कि पानी फेरि नो कस्तो फिल हुँदैछ सोनिया दिदी धेरै राम्रो बट पिरो धेरै भयो इंग्लिश हान्यो बीचमा
खुर्सानी 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 पिरो छ खुर्सानी पिरो छ हाम्रो म्यामको गीत यसो चाहिँ छ हाम्रो त भाइ उमेश भाइ पिरो छ देख्यौ नि केटाहरू तिमी नआएर कस्तो भनिरहने सबै जिरो छ नै ओके बाज ए मलाई सोधेन भनेर नाराज भइरहेको मेरो के रोपाइमा 2000 years later. म तपाईँलाई एउटा चिज देखाउँदैछु मासु खाएर भाँडा धुँदै ए यार अलि ढिलो भइसक्यो रहेछ के सकाइहाल्यो हट हट कस्तो ढिलो भइदिएको यतापट्टि तर्क्यो कालो थियो हाल्यो बाबा रे बाबा सेतो भयो यतापट्टि हामी कर गइरहेको फोटोसुट हुँदैछ म्याम म्याम हामी जाँदैछौँ के भन्न सक्नु यतिको चाहिँ हुनु पर्यो नि कति केटाहरूले मिस गर्यो के फोटोसुट हुँदैछ काम लागिरहेछ फोटोसुट ढिलो हुन्छ अनि हेर्छन् छिटो है छिटो अवस्थामा पुगिसकेको छ अब मासु मात्रै खाएको हामीले सासु चाहिँ कस्तो कालो कालो बनाइदियो मुनै पाएर म धेरै खुसी भएँ यहाँ टिकटक बनिरहेछ म चाहिँ आइरह हुन्छु होइन म त आइरह हुन्छु भन्नाले पनि म त आउने नै हो यो आजको भ्लग चाहिँ अब यता एन्ड गरौँ होला धेरै नै लामो भइसकेको छ होइन अनि अब चाहिँ सब घर घर जाने यो फुलबारी पशु सेवा केन्द्रबाट आज हाम्रो बिदाई सबै भिडियोहरू देखिसक्यौँ होला या सो गाइज बाई बाई अब तपाईँलाई अर्को भ्लगमा भेट्नेछौँ बाई बाई